हाम्रो नेपालमा के हुन लाग्यो? हाम्रो देशमा के हुन लाग्यो? 2 वर्ष 3 वर्षको नाबालक तोते तोते बोल्ने नानीहरूलाई जघन्य अपराध गरेर आँखा फोडेर जिब्रो काटेर अनि हत्या गरेर फालिन्छ। कानुन कहाँ छ? पुलिस प्रशासन कहाँ छ? के गर्दैछ? कानुन मन्त्री, गृह मन्त्री, बाल मन्त्री, मानव त कहाँ हो? ती नाबालक ती बच्चाले कसरी पनि जघन्य अपराध गर्न सकेका हुन्। प्लिज तपाईँको कानुनलाई चाहिँ संशोधन गर्नुहोस्, फाँसीको सजाय ल्याउनुहोस्। तपाईँहरूको द्वितीयको सरकार छ, द्वितीय नजिकको सरकार छ। प्लिज तपाईँहरूले कानुन संशोधन गरेर फाँसीको सजाय ल्याउनुहोस्। त्यो बाउ आमाले के बितिरहेको छ, त्यो बाउ आमाले कस्तो महसुस गरिरहेको छ, त्यो म महसुस गर्न सक्छु। म पनि छोरीको बाउ। प्लिज मेरो अनुरोध।